बसन्ती भाइ चाहिँ माथि गिलास ल्याउन गएको कि होइन, त्यतिखेरसम्म टक्क लगाएर एक पिस हानिदिउँ न होइन, एक पिस ल सुरु गरेको। आफ्नै फर्ममा पालेको लोकल कुखुराको मासुसँगै दर्शक बिनहरू देख्न सक्नुहुन्छ, यही हो सबै कुराको दोषी। अस्ति मुकबाङ भिडियो बनाएको सब यसले फाले आयो। यसलाई त नि म लात्ते ल्यान्न मन लाग्छ, तर हान्दिनँ म फेरि। आधा मात्रै छ, त्यही पनि हेर्नु होला अब त्यो भिडियो बनाएको छु। अब यो अगाडि इन्ट्रोमा हालिदिन्छु। अब त्यो भिडियो डिलिट भइयो कि अनि यही हालिने चित्त बुझ नि त होला। अनि होइन बसन्ती भाइ चाहिँ माथि गिलास ल्याउन गएको कि होइन, त्यतिखेरसम्म टक्क लगाएर एक पिस हानिदिउँ न होइन, धेरै ठुलो त खान्न म होइन, एक पिस मिठो मिठो धेरै त खानुहुन्न फेरि। एक पिस चाहिँ के फरक पर्दैन खानामै, चाहिँ छ होइन। सब बनाइसक्यौँ हामी चाहिँ अलरेडी। अब चाहिँ यो मासु अनि चाउचाउ चाहिँ ट्याक्क बराबर बार्ने हुन्छ दुई भाइतिर। अनि एउटा रेड बुल छ होइन, यो चाहिँ एउटा रेड बुल छ, एउटा चाहिँ त्यहाँ फुटी छ, त्यो चाहिँ बराबर बाँड्छौँ दुई भाइलाई गिलासी नगाखा। त्यसपछि खाने हो होइन। टक्क लगाएर यतातिर मोबाइल राख्छौँ यसरी, अलिकति देखिने तरिकाले राख्ने, कसरी राख्ने होला त। अर्जुन अहिले हामी सेटअप मिलाएर तपाईँहरूलाई देखाउँछौँ टक्क होइन। मेरो त घुम्दैन त नाश। ल सुरु गरेको त गाइजहरू। मजाले आफ्नै उसमा के कागतीले भाउ कागतीले आफ्नै ग्यास चुलोमा पकाएको यो यस्तो करेन्ट चाउचाउ र यो थोरै रेड बुलसँगै यो चाहिँ आफ्नै बारीमा खोजेको कागती, मेरो घरको माथितिरको कागतीको रससँगै भयो। अध्ययन बाबु सबै हान्न एक पिस मासु हान्ने। अनि यो आफ्नै फर्ममा पालेको लोकल कुखुराको मासुसँगै टेस्टी छ होइन, टेस्टी छ। बोडी बुपो कस्तो आउने हो, चेस पनि हाल्नु। एक तुर्कोसँगै कुखुराको अब अलिकति अन्डा पनि थोरै अन्डाको टुक्रोसँगै अन्डा खाने मैले पक्तु पक दिन्न भने अलिकति अन्डासँगै अन्डा गर्न। अब बाङ्का बाङ खाँदै अब त स्टार्ट भइसक्यो। हेर अलिकति अन्डाको टुक्रोसँगै
तपाईँहरू जुनसुकै गुना काप्छ जुनसुकै टोइलेट हुनुहुन्छ भने पनि हुनुहुन्छ भने पनि मेरो यो चम्चाले नखाएर हातले खाँदैछु। खानै नेपाल जस्तो गरेर खाएको चाहिँ होइन। खासमा पिरो के हो भनेदेखि यो धेरै पिरो छ कि बिस्तारै खाँदा पनि त्यही सकिने हो, छिटो खाँदा पनि सकिने हो। त्यही भएर लास्ट बाइटको सेकेन्ड बाइट हान्नु लास्टको सेकेन्ड चाहिँ पुरै अन्डाको टुक्रोसँगै हातले त्यो औँघारी पनि बस्छु। डाइनोसरको अन्डासँगै यति हानि पनि पिरो मान्दिनुहोस् नि। तपाईँलाई पिरो भएको छ कि भने पिरो भएको छ यस्तो हो भने यसरी खानु कि यस्तो गर्नु होइन, यस्तो गर्नु। पहिला पहिला हामीले खाँदाखेरि त कति पिरै हुन्न थियो। यस्तो गर्नु, यस्तो गरेपछि हेर्नुहोस् दर्शकबिनहरू यस्तरी खानुपर्छ, कहिल्यै पिरो हुन्न। रम रम गर्नु सक्छ त्यही कुरा। यस्तरी दुईवटा चम्चा लिने अनि त्यसपछि जिन्दगीमा दुईचोटि अर्कीचोटि खाएछ भने अलि पिरो कम गरेस्। यति पिरो त कहिले मेरो सिकेर आयो म रमाइलो। उठाएरमा सरी एउटाले फल भनिकन सरी मलाई पानी दिनुहोस्। ओ सरी मैले यस्तो खाने चिजमा अभित्र शब्द बोलेँ। म एकछिन रेड बुल दिनुहोस् मलाई। अलिकति रेड बुलको झोलसँगै मिक्स गरेको खोज्दै चिया जस्तै खाएर सुरुप पारेँ। अनि यो लास्ट बाइटको फर्स्ट बाइट पनि हाल्नुलाई चेसँग छिटो फेरि म त खाल्छु दाइ म त छिटो गरेर दाइ नभए त म खान्छु गप्पै पारिहाल्छु दाइ। चेस ल तपाईँहरूलाई पनि एक भ्याट दिँदै कति जोड दिन पनि यस्तो हो के गरिब हो तिमीहरू त यो चाटे पनि अगाउँछौ, म अगाउँदिनँ। अब हामी अर्कोपल्ट खान्छौँ त। हामीलाई यस्तो खाँदा भोलिको भविष्यमा कस्तो फाइदा हुन्छ त, तपाईँहरूलाई पनि कस्तो फाइदा हुन्छ त। हामी चाहिँ तपाईँहरूले चाहिँ यस्तो खानेकुरा खाँदा भविष्यलाई आउने भविष्यलाई कस्तो फाइदा हुन्छ। जस्तै आउने भविष्य इक्जाम मैले दिन्छु, भोलि बिहान तपाईँहरू टोइलेट बजाउँदाखेरि के फाइदा हुन्छ थाहा? तपाईँको फेरि काटेर पट भएर तपाईँको गान पुरै जलेर टाक उदाउँदा खै काट्ती यसरी काट्ती खाँदा यस्तो हुन्छ। स्वास्थ्यलाई कस्तो फाइदा हुन्छ त भन्ने कुरा एकचोटि हेरौँ चेस त खामेको ठुलो
यस्तो गरेर निचोर्न सक्दिनँ होला। त्यही पनि खाँदा कस्तो फाइदा हुन्छ त्यो। भोलिको भविष्यलाई कस्तो फाइदा हुन्छ त। मासु सबै खाइसक्यो भने खान सक्छ मेरो यसले, त्यही भएर मलाई खानु पर्ने हुन्छ। छाडी साइड हाल्यो भनेको त्यो माछाले पखेटा साइड हाल्यो जस्तो छ, हड्डी हड्डी छ। टमाटर पनि यस्तो हाल्नु नाच्छ। टमाटर छानेर हालिदिन्छ त्यो भन्दा आँटा आउँछ छानेर हालिदिनु दाइ भन्छ यसको बानी फेरि आफ्नो खाइसकेपछि अर्काको खान्छ के, अनि त्यही भएर सबैले दाइन्छ। एक टुक्रो मासुसँगै आफ्नै दुईटा लड्डुका घेरासँगै लास्टमा बाहिर भन्दा आयो मेरो चाहिँ। आज साथीहरू भने यस्तो हुन्थे, यति भए पनि अस्ति नि मलाई टुक्रो दिएला ल पुग्यो हगेपछि दिनेवाला पनि होस् त। अब अहिलेलाई यस्तै भोकान्छ, भोलि बिहान खालासु म फाल्छु। दुःख नगर। लास्ट विषय चाहिँ कोही घर कुकुर छ भने सम्पर्क गर्नु होला, हामी ल्याइदिन्छ। हुन त पनि प्रजाति त सेमै हो, त्यही पनि अलि मैले राम्रोसँग पाले बसेर आएको छु खुवाउँदिनँ म। बरु तैँले मलाई खाना नदिएर हुन्थ्यो नि। किन खाना दिए भन्छस् भने खाने थिइनँ, चपाउने थियो कि। राम्रो तपाईँसँग छ भने सम्पर्क गर्नु होला, यो बोकेर आउँछ त्यही। पुग्यो मलाई। लड्डु सुरु भयो। नखाएको पक किन खाले दाइ भन्ने भने आउनुहोस्। त्यो सक्यो लिस्ट त्यो सबै तपाईँ छिट्टै छिट्टै खाने हो। अब पक तँलाई राखिदिन्छु कि नथप, म पनि त्यस्तै खान्छु। तुर्कोसँगै एक गिलास कोदोको रक्सीसँगै कस्तो छ, मिठो छ यो। मिठो छ एकदम। मैले टेस्ट बुक लाग्छ र धेरै पिरो होला भनेर ल्याएको थियो, तर खासै खासै पिरो भएन। खासै पिरो भएन, नारो छाड। त्यो त रुगाएर आएर होइन अलिकता भातसँगै सक्यो हड्डी मात्रै छ। अब यसलाई पनि के खाना दिनु त्यस्तो भयो भइयो दाइ भइयो।
सबै हालिदियो सक्यो र भइयो सकेछ मासुले भइयो भने होइन के हालिदिनु भइयो भन्छस् त अनि फेरि म जित्दै छु मासु बेला अहिले भात अहिले मासु पाइहाल्दैन नि ढोक्नु पकाएको चेसा तेरो बाउ यस्तो रक्सी जस्तो गाइरहन्थ्यो तेरा काटिदिनु हाँस सकिएले दाइ पानी खाए पनि त्यस्तै हुन्छ कि प्रब्लम अब नाच्चबाट हाँसो लाग्छ आफै सुरु त हाँसो लगाएको कन्ट्रोलै भइराखेन धेरै त केही खाइनौँ हामीले त्यही थोरै साँझको नास्तासँगै अब भात खान्छौँ अन्त काली पनि फाल्दैन फेरि केही पनि हामीलाई मतलब छैन तिमीले भने क्या चोर्याउने चोर्याउमा भयो बाबु त काम हेर्दिन म खाँदै खानु आफ्नै करेसाबारीमा फलेको एउटा सुन्तलाको बोक्रा सक्दै तेरो टाउकोमा ल कत्ला झर्छ नि सकिसक्यो अब भात हालेपछि खाता होला नि कहाँ जाने चुट्न जामै ओके यो चाहिँ माथि लग्न लागेको अब हामी चाहिँ खाइसक्यो हाम्रो